नमस्ते साथीहरू सबै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। बिहानतिर यतातिर मर्निङ वाकमा आएको थिएँ म, अनि एकदमै ठिक छ। हिजो बेलुका मात्रै मेरो फेसबुक एकाउन्ट फेक एकाउन्ट खोलेर ठ्याक्कै मिल्दोजुल्दो नाम बनाएर कसैले फेसबुक मेरो फोटो हालेर खोलेको रहेछ। तपाईँहरू कसैले पनि त्यसमा नझुक्किनु होला। र ठ्याक्कै मैले यता गर्दाखेरि ठ्याक्कै एनेबल देखाइरहेको छ। मैले खासै त्यसलाई गर्न हेर्न मिलेको छैन। तपाईँहरूकोमा फ्रेन्ड रिक्वेस्ट आएको छ भने सबैजनाले रिपोर्ट गरेर सहयोग गर्नु होला। साथीहरू कसैले पनि कन्फर्म नगर्नु होला फ्रेन्ड रिक्वेस्ट। यो सबै स्केमरको काम हो। मेरो ठ्याक्कै नामहरू गराएर मिल्दोजुल्दो नाम छ, ठ्याक्कै नाम चाहिँ मिलेको छैन, तर मेरै फोटो हालेर यो त नयाँ फेसबुक आइडी खोलेको रहेछ। को हो, खै यो हिन्दी बोल्छ, इन्डियन हो अथवा पाकिस्तानहरू कसै हुनसक्छ। तपाईँहरू सबैजना सचेत रहनु होला भन्न चाहेँ। र तपाईँहरूकोमा यस्तो खालि ऊ आछ फ्रेन्ड रिक्वेस्ट आहा भने मेरो फोटो हालेको छ भने तपाईँहरू कसैले पनि एक्सेप्ट नगर्नु होला। मेरो कुन फोटो हालेको छ भने म अब यहाँ भिडियोमा देखाउँछु, तपाईँहरू हेर्नु होला। तर त्योबाट आएको छ भने तपाईँहरू कसैले पनि कन्फर्म नगर्नु होला भन्न चाहेँ।